हेलो नमस्कार साथीहरू नमस्कार। हेलो नमस्कार राधे राधे। हजुर सबैको लागि हो ब्याङ्किङ लगायत शिक्षक सेवा आयोगतिर सबैतिरको लागि तपाईँको सिलेबस कम्प्युटर छ भने या आइसिटी छ भने सबैको लागि है त। ठिक छ साउन्ड सिस्टम क्लियर छ। ल आजबाट चाहिँ एमसिक्यू गर्ने भनेको थियो है। ल यो आज तपाईँहरूको यो प्रिटेस्टको साथीहरूको अन्तिम क्लास हो। त्यसपछि क्लास त के हुन्छ अरे है, तपाईँको सूचना आउँछ। त्यो क्वेसन एन्सर के गराउने भन्नुभएको के अरे है। त्यो केही दिनपछि हुन्छ। भोलिको क्लास चाहिँ भोलि शनिबार हो क्या अरे। आइतबार र सोमबारको क्लास चाहिँ तपाईँले जोइन नगरे पनि हुन्छ है। प्रिटेस्टको साथीहरूले जोइन गर्दा पनि केही समस्या गर्दैन। तर त्यसको साथ अरू परेको राम्रो है। क्वेसनहरू अनुलित छ। Which generation of which generation of computer which generation of computer was first about in Nepal? ल which generation of computer was first about in Nepal भनेको छ। कुन चाहिँ जेनेरेसनको फर्स्ट हो कि सेकेन्ड हो कि थर्ड हो कि which generation of computer was first about in Nepal? First, second, third, fourth. Who is the father of ल विच जेनेरेसन अफ कम्प्युटर वाज फर्स्ट आउट इन नेपाल भनेको छ। नेपालमा चाहिँ पहिलोचोटि कुन जेनेरेसनको कम्प्युटर भित्रिएको थियो भनेको छ। फर्स्ट जेनेरेसन अफ कम्प्युटर होइन, कुन जेनेरेसन कम्प्युटर भित्रिएको थियो नेपालमा। पहिलो पटक कुन जेनेरेसनको कम्प्युटर नेपालमा भित्रिएको थियो भनेको छ है त। नेपालमा सर्वप्रथम कुन जेनेरेसनको कम्प्युटर भित्रिएको थियो। ल कुन जेनेरेसनको कम्प्युटर थियो त। नेपालमा सर्वप्रथम त कुन जेनेरेसनको कम्प्युटर भित्रिएको थियो भन्दाखेरिमा कुन जेनेरेसनको कम्प्युटर थियो। सेकेन्ड जेनेरेसनको हो। सेकेन्ड जेनेरेसनको के नामक थियो त। के नामक थियो। आइबिएम। आइबिएम त आइबिएम हो। आइबिएम 1400 होइन नि। आइबिएम 1401 नामक थियो है। विच जेनेरेसन अफ कम्प्युटर वाज फर्स्टबाट नेपाल भनेको छ भन्दा पहिलोबाट नेपालमा सेकेन्ड जेनेरेसनको कम्प्युटर भित्राएको थियो। नाम चाहिँ के थियो भन्दा आइबिएम 1401 है। 1401 चाहिँ थियो है। के को लागि कुन पर्पजको लागि ल्याइएको थियो त। जनगणनाको लागि या सेन्ससको लागि ल्याइएको थियो। हो हो। ल हु इज द फादर अफ कम्प्युटर। ल फादर अफ कम्प्युटरका पिता भनेर कसलाई चिनिन्छ भने भिन्ट ग्रे सर्फ हो कि एलन टुरिङ हो कि चार्ल्स ब्याबेज हो कि ग्राहम बेल हो। फादर अफ कम्प्युटर भन्यो भने के हो त चार्ल्स ब्याबेज। फादर अफ मोडर्न कम्प्युटर भन्यो भने के होला त।
मोडर्न कम्प्युटर भन्यो भने को होला त? फादर अफ मोडर्न कम्प्युटर भन्यो भने मोडर्न कम्प्युटर भन्यो भने को होला? एलन टुरिङ चाहिँ के हो त? फादर अफ मोडर्न कम्प्युटर है त। ल, फादर अफ मोडर्न कम्प्युटर भनेको त एलन टुरिङ हो। ल ठिक छ है। ल क्वेसन नम्बर 3 मा जाम। क्वेसन नम्बर 3 मा लेख्नु। Which of the following which of the following is system which of the following is system software भनेको छ। which of the following is system software? A MS Word, B मा Photoshop। which of the following is system software है त। सिस्टम सफ्टवेयर MS Word हो कि Photoshop हो कि त्यसरी विन्डोज विन्डोज या विन्डोज अपरेटिङ सिस्टम। ल, विच अफ दि फ्लोइङ इज सिस्टम सफ्टवेयर। अब सिस्टम सफ्टवेयर भने कुन हो त? ल, अब सिस्टम सफ्टवेयर भनेको विच अफ दि फ्लोइङ इज सिस्टम सफ्टवेयर। एमएस वर्ड हो कि फोटोसप हो कि विन्डोज ओएस हो कि क्रोम हो त? अप्सन ABCD मा कुन हो त? विच प्रोटोकल, माथि एन्सर के आयो? विच अफ दि फ्लोइङ इज अ सिस्टम सफ्टवेयर। अब सिस्टम सफ्टवेयर होला कि त सिस्टम बनाउनको लागि डिजाइन फर के को लागि त? सिस्टम बनाउनको लागि, डिजाइन फर कि त कम्प्युटर बनाउनको लागि होइन भनेको। सिस्टम भनेको त के त? सिस्टम बनाउनको लागि सफ्टवेयर सिस्टम बनाउने सफ्टवेयर भनेको के हो त भन्दा सिस्टम सफ्टवेयर डिजाइन फर कम्प्युटरको लागि हो है। अब के हो त भन्दा विन्डोज ओएस चाहिँ के हो त भन्दा के हो नि त? यी सबै के हो त भन्दा यो त के हो त भन्दा विन्डोज भनेको के हो त? हाम्रो सिस्टम सफ्टवेयर हो या अपरेटिङ सिस्टम पनि हो है। या विन्डोज अपरेटिङ सँगै आएको छ, त्यही भएर सजिलो भयो, सजिलो बनाइहाल्यो होइन। यो एमएस वर्ड फोटोसप क्रोमहरू के होला नि त यिनीहरू? रिमेन वान। ल भन्नु त, एमएस वर्ड फोटोसप क्रोमहरू के को लागि हो? डिजाइन फर के को लागि बनाएको? युजरहरूको लागि बनाएको हो नि, तपाईँ हामीका लागि डिजाइन गरेर बनाएको सफ्टवेयरहरू होइनन् भने यो के हो त? यो फोटोसप यिनीहरू के हो त? यो पनि र यो पनि, यो तिनटै के हो त? एप्लिकेसन होइनन्। दुई टाइपको सफ्टवेयर पढाइन्छ, एउटा एप्लिकेसन सफ्टवेयर, एउटा सिस्टम सफ्टवेयर। युजरको लागि डिजाइन गरेको सफ्टवेयर हो भने एप्लिकेसन सफ्टवेयर हो होइन। त्यसै गरी के को लागि? सिस्टम बसाउन लागि डिजाइन फर कम्प्युटरको लागि बनाएको सिस्टम भने के हो त भन्दा सिस्टम सफ्टवेयर। डिजाइन फर के त? कम्प्युटरको लागि डिजाइन गरिएको सफ्टवेयर हो भने के हो त भन्दा सिस्टम सफ्टवेयर हो। या सिस्टम बसाउनलाई बनाएको डिजाइन गरिएको सफ्टवेयर भने के हो त? सिस्टम सफ्टवेयर हो है। दुई टाइपको पढ्छ, एउटा एप्लिकेसन एउटा त्यो त पढायो। ल, which protocol is mainly used for which protocol is mainly used for browsing website? Which protocol is mainly used for browsing website भनेको छ। यो अस्ति तपाईँलाई मैले क्लासमा पढाएको हो। FTP, SMTP, HTTP, ल, which protocol is mainly used for browsing website? अब तपाईँले
कुनै पनि वेबसाइटलाई ब्राउज गर्नुहुन्छ भने ब्राउजरमा सर्च गर्नुहुन्छ भने त्यसमा के हुन्छ, एफटिपी हुन्छ कि एसएमटिपी हुन्छ कि एसटिपी हुन्छ कि पप3 हुन्छ त? कुन प्रोटोकल युज गरेको हुन्छ? के हो? एचटिटिपी हो? अब ब्राउजिङ, विच प्रोटोकल इज मेनली युज फर ब्राउजिङ वेबसाइट? तपाईँले वेबसाइट सर्च गर्दाखेरि या तपाईँले वेबसाइट हेर्दाखेरि त्यसमा आउने प्रोटोकल, युज हुने प्रोटोकल भनेको कुन हो त भन्दा एचटिटिपी हो है। तपाईँले यो एचटिटिपी यसरी स्ल्यास यसरी आइरहेको हुन्छ नि, एक्चुअली वेबसाइट तपाईँले केही कुरा सर्च गर्नुभयो भने क्रोममा गएर गर्नु अनि एचटिटिपीको फुल फर्म के हो? एचटिटिपीको फुल फर्म के हो? हाइपर टेक्स्ट ट्रान्सफर प्रोटोकल है। एचटिटिपीको फुल फर्म भनेको के हो त भन्दा हाइपर टेक्स्ट ट्रान्सफर प्रोटोकल है त। हाइपर टेक्स्ट ट्रान्सफर प्रोटो प्रोटो ल हाइपर टेक्स्ट ट्रान्सफर प्रोटोकल हो। अब यो एफएमटिपीको फुल फर्म थाहा छ तपाईँहरूलाई? एफएमटिपीको फुल फर्म थाहा छ? विच प्रोटोकल इज मेनली युज फर के त भन्दा अब एफटिपी, एफटिपीमा कुन चाहिँ उसमा प्रोटोकलमा हुने हो? फाइल ट्रान्सफर प्रोटोकल। भन्नुको अर्थ के त भन्दा यो एफटीको फुल फर्म भनेको के हो त? फाइल ट्रान्सफर प्रोटोकल फुल फर्म हो भने है। यो के फाइल ट्रान्सफर प्रोटोकल भनेको यो कुन चाहिँ उसमा युज हुने प्रोटोकल हो र त? एक ट्रान्सफर ट्रान्सफर गर्दाखेरि, डाटाहरू ट्रान्सफर गर्दाखेरि होइन, ट्रान्सफर गर्दाखेरि के हो त युज हुने प्रोटोकल भनेको त? सेन्डिङ, केही कुरा पठाउँदाखेरि युज हुने प्रोटोकल भनेको के हो त? एफटिपी हो है। सेन्डिङ फाइलको कुराहरू है, फाइल ट्रान्सफर प्रोटोकल। त्यसरी एसएमटिपी र पप3को तपाईँलाई थाहा भएकै कुरो। एसएमटिपीको फुल फर्म तपाईँले थाहा छ, क्लासमा लेखाइसकेको छ, सिम्पल मेल ट्रान्सफर प्रोटोकल हो। पप3 भनेको पोस्ट अफिस, के हो त? पोस्ट अफिस प्रोटोकल भर्जन 3 होइन? ल एसएमटिपी भनेको सिम्पल मेल ट्रान्सफर प्रोटोकल होइन? क्लासमै गरिसकेको कुरा हो यो त। सिम्पल मेल ट्रान्सफर प्रोटोकल है त। सिम्पल मेल ट्रान्सफर प्रोटोकल के को लागि हुने? मेनली युज फर के को लागि? एसएमटिपी इन्टरनेटमा प्रयोग गरिने। तर इन्टरनेटबाट तोकेर भन्दाखेरि केमा प्रयोग गरिने त? एसबाट सेन्डिङ, एसबाट एसएमटिपी सम्झिनु भनेको थियो नि होइन? इमेलमा के हो त? इमेल इन्टरनेट भन्न आएको थियो, इमेल होइन, के अरे जिमेल होइन है। एसएमटिपी इन्टरनेटको लागि होइन। एसएमटिपी भनेको खासमा जिमेलको लागि है, उल्टो गरेको छु। जिमेलमा प्रयोग गरिने होइन। सिम्पल मेल ट्रान्सफर प्रोटोकल हो। के को लागि हो त? सेन्डिङको लागि। जिमेलमा भने के हो त? एउटा सेन्डिङ, एउटा रिसिभिङ हो। सेन्डिङको लागि प्रयोग गरिने भनेको सिम्पल मेल ट्रान्सफर प्रोटोकल एसएमटिपी हो। त्यसरी पप3 भनेको के हो त भन्दा पोस्ट अफिस प्रोटोकल भर्जन 3 हो। पोस्ट अफिस प्रोटोकल हो। पोस्ट अफिस प्रोटोकल भर्जन 3 हो भनेको पप3 हो। ल अब यो माथिको सेन्डिङको लागि हो भने यो चाहिँ के को लागि हो त? रिसिभिङको लागि हो। ठिक छ? ल यो कुराहरू अलरेडी पढिसकेका कुराहरू है त। 5 नम्बरमा जाम। ल ठिकै छ है। ओके। What does what does URL stand for? What does URL stand for?
वाट डज युआरएल स्ट्यान्ड फर है त युनिभर्सल रिसोर्स युनिभर्सल रिसोर्स लोकेटर युनिभर्सल रिसोर्स लोकेटर त्यसै गरी युनिफर्म रिसोर्स लोकेटर युनिफाइड युनिफाइड रिसोर्स लिङ्क युनिभर्सल रेकर्ड वाट डज युआरएल स्ट्यान्ड फर युआरएल स्ट्यान्ड फर के को लागि हो त भन्दा वाट डज युआरएल स्ट्यान्ड फर युआरएल स्ट्यान्ड फर के त युनिभर्सल रिसोर्स लोकेटर भयो युनिफर्म रिसोर्स लोकेटर भयो युनिफाइड रिसोर्स लिङ्क भयो युनिभर्सल रेकर्ड लिङ्क भयो ल भन्नु त युआरएल को फुल फर्म के होला फुल फर्म अफ युआरएल भने के हो युनिभर्सल रिसोर्स लोकेटर कि युनिफर्म रिसोर्स लोकेटर कन्फ्युज रे यसमा कन्फ्युज तपाईँले क्लास बस्नु भएन युआरएल को यो क्लासमै पढाइसकेको कुरा हो त वाट डज युआरएल स्ट्यान्ड फर भनेर क्लासमा लेखे होइन साथीहरू भन्नुहोस् त क्लासमा गरेको कुरा होला नि यो त युआरएल को मतलब के हो भने सबै कुरा त क्लासमै गरे हो अब हेर्नु न युनिभर्सल हो कि युनिफर्म हो त ल नयाँलाई ठिकै छ यो युनिफर्म रिसर्च लोकेटर होइन र भने हो कि होइन ल युनिफर्म रिसर्च लोकेटर नयाँ हो भने सम्झिने अब है ल अब युआरएल को काम के हो त युआरएल को काम के हो भनिदिनु त खै कतिको पढ्नु भयो रिभिजन कति गर्नु भयो कमेन्ट गर्नु युआरएल को काम के हो विच अफ दि कमेन्ट गर्नु विच अफ दि फलोइङ इज ए वेब ब्राउजर विच अफ दि फलोइङ इज ए वेब ब्राउजर जीमेल ल विच अफ दि फलोइङ इज अ वेब ब्राउजर है त ल के हो युआरएल को के हो कमेन्ट गर्न आएको के हो कहाँबाट थाहा नयाँ भन्नुहुन्छ ल पुरानो पनि कमेन्ट आएन हेर्ने नोटमा हेर्ने नोटमा लेखिदिएछ ल हेर्नु युआरएल को काम के हो नोट त पढ्नु पर्यो नि त रिभिजन त गरेर आउनु पर्यो नोटमा लेखा विच अफ दि फलोइङ इज के त वेब ब्राउजर विच अफ दि फलोइङ इज वेब ब्राउजर कुन चाहिँ वेब ब्राउजर हो जिमेल हो कि गुगल क्रोम हो कि याहू मेल हो कि आउटलुक हो कुन चाहिँ वेब ब्राउजर भने के हो सबैको दिने है ए गुगल या क्रोम मात्रै पनि आयो भने क्रोम पनि हाम्रो के हो त भन्दा वेब ब्राउजर हो जहाँ चाहिँ तपाईँहरूले के छ भन्दा ल युनिक एड्रेस हेल्प गर्न युनिक एड्रेस आइडेन्टिफाई हेल्प गर्न हो युआरएलको काम भनेको के त युनिक एड्रेस हेल्प गर्न ल ठिक छ गुगल है त विच सिम्बल इज म्यान्डेटरी है म्यान्डेटरी विच सिम्बल इज म्यान्डेटरी विच सिम्बल इज म्यान्डेटरी इन एन
in an email? Which symbol is mandatory in an email's address? Which symbol is mandatory in an email system in an email address? At ampersand at the rate cosine. ल कुन चाहिँ सिम्बल इमेल एड्रेसमा म्यान्डेटरी हो हुनै पर्ने नभई नहुने which memory retains data which memory retains data even which memory retains data even after uh, power is which memory retains data even after power is turned off which memory retains data even after power is turned off भनेको छ है which memory retains data even after power is turned off RAM cache memory त्यसै गरी रोम which memory retain data even after power is turned off भने ल माथिको के हो त which symbol is mandatory in an email address भनेछ इमेल एड्रेसमा कुन चाहिँ सिम्बल चाहिँ म्यान्डेटरी हो कुन हो त अप्सन सी एट द रेट होइन त ल अब which memory retains data even after power is turned off भनेको अब कुन चाहिँ मेमोरीले डाटालाई चाहिँ रिटेन गर्छ जब पावर सप्लाई कट अफ हुन्छ या पावर टर्न अफ हुँदा पनि तपाईँले डाटा चाहिँ रिटेन गर्ने मेमोरी कुन हो ऱ्याम हो कि क्याच हो कि रोम हो कि रजिस्टर हो ऱ्याम क्याच रोम रजिस्टरमा कुन हो रोम फुल फर्म थाहा छ नयाँ साथीहरूलाई पनि थाहा होला नि फुल फर्म त होइन रिड ओन्ली मेमोरी हो रिड ओन्ली मेमोरी अनि यो ऱ्यामलाई अर्को अर्को के नामले पनि चिनिन्छ भोलाटाइल नन भोलाटाइल के हो भोलाटाइल हो कि नन भोलाटाइल हो यो भन्नु त भोलाटाइल मेमोरी हो कि नन भोलाटाइल मेमोरी हो नन भोलाटाइल मेमोरी हो है त यो चाहिँ के हो त नन भोलाटाइल मेमोरी हो नन भोलाटाइल भनेको डाटाहरू नहराउने नउड्ने अनि त्यही भएर चाहिँ रिटेन गर्यो भनेको अब यो हेर्नु है ऱ्यामहरू क्यास मेमोरी रजिस्टर भनेको यी के हो त भन्दा यी तिनटै भने के हो त भन्दा यी तिनटै भने के हो त भन्दा यो तिनटै भने के मेमोरी हो त भन्दा यसमा के छ डाटाहरू चाहिँ के छ हराउँछ डाटाहरूलाई चाहिँ रिटेन गर्न सक्दैन है सम्झिराख्नुहोस् ऱ्याम क्यास मेमोरी रजिस्टर भने एउटै हो है यसले चाहिँ के छ डाटाहरूलाई रिटेन गर्न सक्दैन र अर्को भने के हो त भन्दा यसले यो चाहिँ के हो त भोलाटाइल हो भोलाटाइल मेमोरी पनि भनिन्छ यसलाई है भयो ठिक छ
ऱ्यामको फुल फर्म त थाहा भएको होला, थाहा होला होइन। यिनीहरूको टाइप पनि पढ्नु है, ऱ्यामभित्रका के कुराहरू छन् त्यो सबै कुराहरू पढ्नु। Which of the which of the following which of the following is not an which of the following is not an intranet yeah, internet service? Which of the following is not an internet service? Option A मा इमेल हो कि www हो कि एफटीपी हो कि सीपी हो? विच अफ द फलोइङ इज नट एन इन्टरनेट सर्भिस? कुन चाहिँ इन्टरनेट सर्भिस होइन? इमेल हो कि डब्लु हो कि एफटिपी हो कि सिपी हो? कुन चाहिँ होइन? यो त सामान्य त तपाईँले मजाले जसले पनि सकिहाल्नुहुन्छ है। कुन चाहिँ होइन त? सिपियु भन्ने कुरा होइन होला। सिपियु भने के हो त? यसको फुल फर्म चाहिँ इक्जाममा सोधेको छ है, एकपटक इक्जाममा सिपियुको फुल फर्म सोधिसकेको छ, सेन्ट्रल है प्रोसेसिङ युनिट। यसलाई के अर्को यसको उपनाम के हो? यसलाई के भनिन्छ होला? सिपियुलाई के पनि भनिन्छ त है? सिपियु भने चाहिँ सेन्ट्रल प्रोसेसिङ युनिट है, इक्जाम एकचोटि सोधिसकेको छ यो। सेन्ट्रल सिपियुको फुल सिपियु स्ट्यान्ड फर के हो त? सेन्ट्रल प्रोसेसिङ युनिट। यसको अर्को के छ? यसलाई के भन्छ? ब्रेन अफ कम्प्युटर पनि भनिन्छ क्या है। ब्रेन अफ के त? कम्प्युटर। कम्प्युटर के त मस्तिष्क पनि भनिन्छ है, ब्रेन अफ कम्प्युटर। कुरा बुझ्नुभयो? ब्रेन अफ कम्प्युटर पनि हो भन्ने कुरा तपाईँले बुझ्नु है, सामान्य छ। ल एमएस वर्ड इज primarily युज फर के को लागि हो त? ल एमएस वर्ड इज प्रिमियरली होइन, प्रिमरियरली इज फर के को लागि हो त? एमएस वर्ड स्प्रेडसिट हो कि डाटाबेस म्यानेजमेन्ट सिस्टम हो कि डाटाबेस म्यानेजमेन्ट हो कि कोड प्रोसेसिङ हो कि कोड प्रोसेसिङ हो कि प्रेजेन्टेसन हो? ल एमएस वर्ड केमा प्रयोग गरिन्छ त? के को लागि प्रयोग गरिन्छ? स्प्रेडसिटको लागि हो कि डाटाबेसको लागि हो कि के को लागि होला त? के हो त भन्दा एमएस वर्ड भनेको के हो त? डाटा प्रोसेसिङको के अरे वर्ड प्रोसेसिङको लागि हो होइन। अब यो प्रेजेन्टेसनको लागि प्रयोग गरिने के हो? सबै कुरा एकैचोटि लेखिदिइहाल। प्रेजेन्टेसनलाई प्रयोग गरिने के हो त? यसमा डाटाबेस म्यानेजमेन्ट सिस्टम। ल के को लागि हो? पावर पोइन्टको लागि है। यो के को लागि हो त? पावर पोइन्ट प्रेजेन्टेसनको होइन। पावर पोइन्ट भनेको के हो त भन्दा प्रेजेन्टेसनको होइन। त्यसै गरी स्प्रेडसिट भनेको के को लागि हो त? स्प्रेडसिट भनेको के को लागि होला? ल त्यो लागि हो एक्सेलको लागि है त।
एक्सेलको लागि यो टपिकको सबै कुरा यसमा रिभिजन गरिदिउँ है त। ल मलाई यो डाटाबेसको डिबिएमएसको कहिले काहीँ छ नि, यो डिबिएमएसको फुल फर्म सोध्न सक्छ है तपाईँलाई। यो डिबिएमएस भने के हो त भन्दा, डिबिएमएस त खासमा डाटाबेस म्यानेजमेन्ट डाटा र स्टोरलाई प्रयोग गर्न मिल्ने हो। तपाईँ रिटर्न नाम पढिसकेको छु। यो डिबिएमएस भने के हो त भन्दा, डिबिएमएसको फुल फर्म के हो त भन्दा डाटाबेस म्यानेजमेन्ट सिस्टम है। डिबिएमएसको फुल फर्म सम्झिराख्नुहोस्। डिबिएमएस भने के हो त भन्दा डाटाबेस म्यानेजमेन्ट सिस्टम हो, जहाँ चाहिँ डाटाहरूलाई तपाईँले स्टोर गर्न सक्नुभयो, मोडिफाई गर्नुभयो, चेन्ज गर्नुभयो भन्ने कुरा हो डाटाबेस म्यानेजमेन्ट सिस्टम भनेको है। भनेको अब यो एक्सेलको यो एक्सटेन्सन भन्नु त मलाई फाइल एक्सटेन्सन के हो त्यसमा रिभिजन गराइदिएँ है मैले सरकै एकैचोटि। ल फाइल एक्सटेन्सन भन्नु त, मलाई फाइल एक्सटेन्सन भनिदिनु। ल फाइल एक्सटेन्सन भनिदिनु त, एक्सेलको फाइल एक्सटेन्सन के हो? एक्सेलको डट डियुसिएस कसरी हो त? त्यो अगाडिको कपीमा जे लेखेको त्यो राख्नु भएको छ क्या? एक्सेलको के हो? एक्सएलएक्स एक्सएलएस के हेर्नु त बिजुक। कस्तो बिजुक हो यो? डट एक्सएलएस ल एउटा, अर्को डट के हो एक्सएल, अर्को यो एक्सएल एसएक्स होइन, डट एक्सएलएस र डट एक्सएलएसएक्स होइन, एक्सएलएसएक्स भनेको यसको फाइल एक्सटेन्सन भने तपाईँले एक्सेलको फाइल डाउनलोड गर्दाखेरि अन्तिममा आउने के एक्सटेन्सन भनेको अन्तिममा डट पछि के आउँछ, जस्तो फोटोजको पछाडि के आइरहेको हुन्छ। ल नयाँ चाहिँ न्यू भर्जन चाहिँ एक्सएलएसएक्स चाहिँ हो है। ओ जेपिजी जेपिजी र पिएनजी आउँछ है एकदम। ल अर्को के छ भन्दा, ओल्ड प्रोसेसिङ भनेर त के को लागि हो त भन्दा हाम्रो एमएस वर्डको लागि हो है। भने यो एमएस वर्डको फाइल एक्सटेन्सन के होला त? एमएक्स भन्नु त, एमएस वर्डको फाइल एक्सटेन्सन के हो? डट डिओसी एकदम, डट डिओसी और डिओसी डट डिओसीएक्स डट डिओसीएक्स है त, डट डिओसी र डट डिओसीएक्स चाहिँ हो एमएस वर्डको। त्यसै गरी पावर पोइन्टको डट के त पिपिटी हो, डट पिपिटी र डट पिपिटी एक्स हो है त। पछि पछाडि लेखेको बेला नयाँ हुनु है, चार अक्षर नयाँ हो, अरू चाहिँ पुरानो है त। ल which key is used to start, which key is which key is used to start which key is used to start a slide, which key is used to start a slideshow from the beginning, from the beginning in PowerPoint. F2, F5, which key is used to start slideshow? F2, F5, F7 र F9. ल which key is used to start a slideshow from the beginning? ल बिगिनिङबाट स्लाइड सो गर्नलाई कुन चाहिँ सर्टकट कि तपाईँले प्रयोग गर्नुहुन्छ? F2, F5, F7 र यो टिएससी को लागि मात्रै होइन, शिक्षक सेवाको लागि पनि हो त, के अरे उता प्रिटेस्टको लागि पनि हो। एफ कति हो स्लाइड सोको लागि के हो त? F5 हो, बी हो है त।
के हो त भन्दा बी है त भने के त बी F5 त्यसरी F2 के को लागि प्रयोग गरिन्छ होला कसैलाई थाहा छ सङ्गठित संस्थाको लागि पनि हो लाइसेन्सको लागि पनि हो हजुर सबैको लागि हो तपाईँको सिलेबसमा कम्प्युटर छ आइसिटी छ भने तपाईँहरूको लागि हो F5 के को लागि प्रयोग गरिन्छ होला के अरे F2 ल भन्नु त F2 के को लागि हो साथीहरू हो रिनेम गर्न फाइललाई रिनेम गर्नको लागि हो त्यसरी F7 थाहा छ F7 थाहा छ हो ग्रामर चेकिङ या चेकिङ स्पेसल के अरे चेकिङ स्पेलिङ अरू ल F9 को ल हेर्नु है यिनीहरू सर्टकट के को तपाईँले यसो हेर्नु खासै नलेज छैन भने पनि केही समस्या गरेर यसो हेर्नु होला है ल 12 नम्बरको माजाम विच सिम्बल इज युज यो अस्ति उसमा पनि हाम्रो एनिआमा सोधे जस्तै है विच सिम्बल इज युज टु बिगिन अ फर्मुला विच सिम्बल इज युज टु बिगिन अ फर्मुला इन एक्सेल एक्सेलमा फर्मुला बिगिन गर्दा कुन चाहिँ सिम्बल प्रयोग गरिन्छ भनेको थियो त्यहाँ पनि यस्तै यस्तै थियो तर पछाडि के नाम थियो होला यस्तो यसको पछाडि @ राम या स्याम त्यस्तो केही आएको थियो है कुन चाहिँ सिम्बल हो सिम्बल त त्यही एउटै छ हुन्थ्यो सिम्बल चाहिँ ल भन्नु त ल विच सिम्बल इज युज टु बिगिन अ फर्मुला इन एक्सेल एक्सेलमा फर्मुला बिगिन गर्नलाई कुन चाहिँ सिम्बल प्रयोग गरिन्छ भनेर अस्ति भर्खर एनईलाई सोधेको थियो है ल कुन सिम्बल प्रयोग गरिन्छ होला के हो के अरे सर इक्वल टु होइन त्यही होइन त इक्वल टु हो भयो है ल मेल मर्ज मेल मर्ज मेल मर्ज is a features is a features mainly associated केमा हुन्छ त मेल मर्ज कुनसँग एसोसिएट छ या कुनसँग रिलेटेड छ भने है त एमएस एक्सेल हो कि एमएस कोड हो कि एमएस एसएस हो कि एमएस ल मेल मर्ज इज ए फिचर्स मेनली एसोसिएट विथ है त मेल मर्ज के छ त भन्दा मेल मर्ज इज ए फिचर्स एस मेनली एसोसिएट विथ कोसँग हो त एक्सेल हो कि एमएस एक्सेल हो कि एमएस वर्ड हो कि एमएसएस हो कि एमएस पावर पोइन्ट हो भनेको मेल मर्ज भनेको त के हो त एमएस वर्डमा भनेको बी आयो सबैको मेल मर्जको मिनिङ थाहा छ तपाईँहरूलाई मेल मर्जको मतलब थाहा छ थाहा छ कि थाहा होइन
मेल मर्ज भने थाहा छैन रे। मेल मर्ज अस्ति तपाईँलाई मैले क्लासमा भनिनँ र। ल एकैचोटि मेल पठाउनु, एकैचोटि धेरैवटा उसलाई मानव जस्तो मानव XYZ हाम्रो केही मेल पर्छ त धेरैवटा युजरहरूलाई पठाउनु पर्ने छ भने हामी त्यतिखेर मेल मर्जको प्रयोग गर्छौँ क्या। मल्टिपल पर्सनलाई डकुमेन्ट पठाउने हो। एउटा मेन डकुमेन्ट छ, त्यो डकुमेन्ट हामीले मल्टिपल युजरहरूलाई पठाउनु पर्ने क्या, त्यतिखेर हामी मेल मर्ज गर्छौँ। त्यो ल ल 14 नम्बरको हेर्नु है। वाट इज साइबर सेक्युरिटी? वाट इज साइबर सेक्युरिटी? यो साइबर सेक्युरिटी भन्नुको अर्थ साइबर सेक्युरिटी भने नि हुन्छ, कम्प्युटर सेक्युरिटी भने नि हुन्छ, आइटी सेक्युरिटी भन्नु पनि एउटै है। साइबर सेक्युरिटी कम्प्युटर सेक्युरिटी जे भने पनि एउटै हो। प्रोटेक्टिङ प्रोटेक्टिङ कम्प्युटर्स प्रोटेक्टिङ कम्प्युटर्स एन्ड नेटवर्क्स नेटवर्क्स फ्रम थ्रेट। ल प्रोटेक्टिङ कम्प्युटर्स एन्ड नेटवर्क फ्रम थ्रेट्स, त्यसै गरी रिपेयरिङ कम्प्युटर हार्डवेयर, creating website, the installing सफ्टवेयर। ल अब साइबर सेक्युरिटी भन्नु र आइटी सेक्युरिटी भन्नु एउटै हो है। साइबर सेक्युरिटी आइटी सेक्युरिटी या कम्प्युटर सेक्युरिटी भने पनि कुरो एउटै हो है। कुरो बुझ्नुभयो? यसलाई तपाईँहरू कहिले के आउन सक्छ भन्दा होइन साइबर सेक्युरिटी आयो या आइटी सेक्युरिटी आयो या कम्प्युटर सेक्युरिटी आयो भने पनि कुरो के हो त, एउटै हो है। ल अब के हो त साइबर सेक्युरिटी आइटी सेक्युरिटीको भने अर्थ के हो त? कुन भयो त भन्दा प्रोटेक्टिङ कम्प्युटर एन्ड नेटवर्क फ्रम थ्रेटको लागि हो होइन। अप्सन ए हो। ल 15 A firewall is used to firewall चाहिँ केमा प्रयोग गर्नुहुन्छ? इज युज टु एमा स्टोर फाइल्स, बीमा ब्लक ब्लक अनअथराइज नेटवर्क। फायरवॉल इज यूज टू के स्टोर फाइल हो कि ब्लक अनअथराइज नेटवर्क एक्सेस हो कि स्कैन डॉक्यूमेंट हो कि क्रिएट बैकअप। ल फायरवॉल इज यूज टू के को लागि हो त? स्टोरेज फाइल हो कि ब्लक अनअथराइज नेटवर्क एक्सेस हो कि स्कैन डॉक्यूमेंट हो कि क्रिएट बैकअप हो? फायरवॉल होइन।
ल के हो त भन्दा ब्लक अनअथराइज नेटवर्क एक्सेस है त। ब्लक के हो त अनअथराइज नेटवर्क एक्सेस फायरवल भने के हो त भन्दा होइन वालले के गर्छ घरको वालले सम्झिने के गर्छ घरलाई प्रोटेक्ट गरे जस्तै फायरवलले के चाहिँ इन्टरनेट नेटवर्कहरूलाई प्रोटेक्ट गर्ने भने कसले हो त भन्दा होइन फायरवलले हो भन्ने कुरा तपाईँले बुझिराख्नु है त। ल अरू त सामान्य छ। क्वेसन नम्बर 16मा which of the following is the strongest password? Which of the following is the strongest password? 1 2 3 4 5 6 7 8 password 1 2 3 password @1 2 3 4 अनि ma@s3n m@h8 ल कुन चाहिँ स्ट्रङ्गेस्ट पासवर्ड होला यहाँ यति मध्ये which of the following is the strongest password? ABCD मध्ये कुन चाहिँ स्ट्रङ्गेस्ट पासवर्ड होला? ल कुन हो त डी हो है सबैको डी त होला होइन ल ठिकै छ। ल 17 which of the following is not malware? ल which of the following is not malware भनेको छ कुन चाहिँ malware होइन भनेको छ। वाम होइन कि ट्रोजन होइन कि एन्टिभाइरस होइन कि होइन ऱ्यान्समवेयर होइन कि। ल कुन चाहिँ मालवेयर होइन या मेलसिस प्रोग्रामहरू होइन भने कुन चाहिँ होइन विच अफ दि फ्लोइङ इज नट मालवेयर कुन चाहिँ होइन त ल एबिसिडी मध्ये कुन चाहिँ हो ल कुन चाहिँ होइन ट्रोजन वाम ट्रोजन एन्टिभाइरस ऱ्यान्समवेयरमा कुन चाहिँ मालवेयर होइन भने कुन हो त मालवेयर होइन भने कुन होइन त एन्टिभाइरस एन्टिभाइरस चाहिँ मालवेयर होइन अरू सबै के भन्छ मालवेयरहरू हुन् भन्ने कुरा तपाईँले बुझ्नु पर्यो है त एन्टिभाइरस है त। कतिवटा मिल्यो ल भन्नु कतिवटा मिल्यो 17मा 17 16 15 15 अरू सबै ठिक छ 14 15 ल हुन्छ एकपल्ट सुरुबाट 12 10 फर्स्ट डे भएकोले 11 ठिक छ 2-3वटा मात्र मिल्यो। ल 16 10 14 ल ठिकै छ। अब तपाईँहरूको है त प्रिटेस्टको साथीहरूको सुन्नु है एकैछिन एकैछिन 5-2-3 मिनट सुन्नु। यो प्रिटेस्टको साथीहरूको लगभग कोर्स हाम्रो कम्प्युटरको यो सक्या तर केही दिनमा तपाईँलाई फेरि एमसिक्यू क्लास होला जस्तो छ फेरि है यो तपाईँको हाम्रो भोलि एउटा टपिक्स बाँकी छ के सन्डे एउटा टपिक बाँकी छ त्यसपछि तपाईँको प्रिटेस्टको लगभग कोर्स सकिसकेको छ। त्यो क्लास यो केही दिनपछि एमसिक्यू भयो तपाईँलाई सूचना आइहाल्छ नत्र भोलि पर्सिको क्लास आइतबारको क्लास बसे हुन्छ नबसे हुनुहुन्छ है प्रिटेस्टको लागि है बसे हुन्छ नबसे हुन्छ मतलब भयो नि त त्यो टाइममा अरू पढै हुन्छ। अनि त्यसै गरी टिएससीका जति पनि छन् लाइसेन्सका लागि साथीहरू हुनुहुन्छ नि सबै त्यसको लागि चाहिँ छ बाँकी छ है
मैले यो अब तपाईँले यो मलाई यसो युट्युबमा हेर्नु भएको छ तपाईँले यो स्टार टेक नेपाल भन्ने सब्सक्राइब गरेर राख्नु न सबैजनाले। तपाईँले यो होइन यो बिदामा चाहिँ मैले अब यो तपाईँको क्लास सकेपछि चाहिँ तपाईँलाई मैले सधैँ यसमा तपाईँको यो एमसिक्यूहरूको है त एमसिक्यू प्लस मैले आइक्यूको प्लस म्याथको कुराहरू यो उसमा राखिदिन्छु है तपाईँहरूको एमसिक्यूहरू यो कम्प्युटर आइसिटीको कुरा भनौँ आइसिटी कम्प्युटरको कुरा अनि आइक्यूको र म्याथको कुराहरू म्याथको क्वेसनहरू ओल्ड क्वेसनहरू ब्याङ्किङतिर जतातता सोधेका सबै कुराहरू शिक्षक सेवाका आइक्यू र आइसिटी कम्प्युटरको कुराहरू मैले स्टडी टेक नेपालमा राखिदिरहेको हुन्छु युट्युबमा। तपाईँले यसो गरेर हेरेर राख्नु है स्टडी टेक नेपाल सब्सक्राइब गरेर राख्नु काम लाग्छ। अनि तपाईँलाई केही समस्या पऱ्यो भने भोलिको दिनमा होइन पढ्दा पढ्दै केही आएन यताउता आइक्यूतिर म्याथ कम्प्युटर जताको सोधे पनि हुन्छ है। आइक्यू म्याथ कम्प्युटर जताको सोद्धा नि हुन्छ यो इआर महेन्द्र साउद भन्ने फेसबुक पेज फलो गर्नुभएको छ भने यसमा क्वेसन सोद्धा हुन्छ है। र बुझ्नुभयो इआर महेन्द्र साउद फेसबुकमा फलो गरेर राख्नु यतै फेसबुक हो। तपाईँलाई केही समस्या पऱ्यो यो खण्डमा होइन कहिले काहीँ क्वेसन आएन केही आएन आइक्यू म्याथ आइसी कम्प्युटरको यसमा पनि आइक्यू म्याथ कम्प्युटरको क्वेसन तपाईँले सोध्न पाइयो कम्प्युटर या आइसिटी गर्नु है त। ल फेसबुकमा गरे हुन्छ यतातिर युट्युब चाहिँ फलो गरेर राख्नुहोस्। यहाँ क्वेसनहरू मैले डेली अब तपाईँलाई अपलोड गर्ने बेला छु स्टारटेक नेपालमा। तपाईँले त्यहाँ अलरेडी मैले आइक्यू र म्याथको त हालेर आएको छु अब यो कम्प्युटरका कुराहरू पनि अपलोड अपलोड हुन्छन् है त। ल ल एक दिन 4 सम्म लाइसेन्सको लागि न्यू कोर्स कहिले स्टार्ट गर्छ अब केही दिनमा 10-15 दिनपछि। प्रिटेस्टको यस्तो हुन्छ तपाईँले यो वर्ष प्रिटेस्ट पास गर्नुभयो भने पनि है यता चाहिँ भेटौँ है सब्सक्राइब गरेर राख्नु यतातिर युट्युबतिर फेसबुकतिर फलो गरेर राख्नु न काम लाग्छ तपाईँहरूलाई। अब तपाईँलाई रेगुलर इम्पोर्टेन्ट कुराहरू मैले हालिदिरहेको हुन्छु है त्यसमा चाहिँ। ल अब यस्तो छ प्री टेस्ट तपाईँले यो वर्ष पास गर्नुभयो है त्यसको भ्यालिडिटी भनेको 1 वर्ष हो 1 वर्षभित्र जस्तो मानव 106वटा जस्तो संस्थान छ होला के अरे होइन 100+ या 106 कतिवटा छ ठ्याक्कै नाम भयो नि लगभग 106 जस्तो होला भनेको 100+वटा संस्थानमा जतिवटा खोल्छ होइन त्यसमा तपाईँले 1 वर्षमा जुनमा पनि दिनु पाउनु चौथो तहको पास गर्नु भने चौथो तहको दिनु पाइयो चौथो भने खरिदार सो सरको तपाईँलाई मैले यो क्लासमा भनिदिइसकेको छु सबै कुराहरू होइन। अब त्यसै गरी पाँचौँ गयो भने पाँचौँमा दिनु पाइयो 1 वर्षसम्म छैटौँ सातौँ भनेको 1 वर्षमा तपाईँले जुनमा प्रिटेस्ट पास गर्नुभयो त्यसमा दिनु पाइयो आफ्नो क्वालिफिकेसन अनुसार कुनमा दिनु तपाईँलाई थाहा होला त्यो कुराहरू है त। अब 1 वर्षसम्म तपाईँले जतिवटा संस्थानमा खोल्यो 106वटा प्लस त्यसमा दिन पाइयो है त। अब त्यो पास गरिएन भने तपाईँ फेरि 1 वर्षसम्म त्यसपछि संस्थानमा कुनैमा पनि इक्जाम दिन पाइएन 1 वर्षसम्म है। त्यही भएर तपाईँले मजाले अलिकति के गर्नुहोस् भन्दा समय दिएर चाहिँ अलिकति पढिहाल्नुहोस् अब किन भन्दा धेरै अब लगभग साउनमा खुल्छ होला साउनमा फर्म खुलेपछि तपाईँको भदौको अन्तिम या असोजको पहिलो हप्ता दोस्रो हप्तातिर इक्जाम भइहाल्छ फेरि त्यसको है। अब त्यसै गरी लाइसेन्सको लागि लाइसेन्सको साथीहरूलाई पनि त्यही हो अब लाइसेन्सको साउन भयो साउन र है असार साउनमै खुल्ने हो लाइसेन्सको मावि प्राविकहरूको मावि प्रावि त खै के हो खुल्ने भ्याकेन्सी खुलाउँदैन मावि र निमाविको कुरा गरौँ न होइन। तिनीहरूको चाहिँ जस्तो साउनमा या असार साउनमा तपाईँको खुलिहाल्छ सबैको मावि निमावि के अरे मावि निमाविको पनि खुलिहाल्छ। त्यही भएर यतातिर लाइसेन्सको साथीहरूले पनि लाइसेन्समा फोकस गर्ने प्रिटेस्टको साथीहरूले पनि प्रिटेस्टमा अब लाग्ने अबको 1 महिना 2 महिना भनेको एकदम मजाले मजाले समय दिने है ट्याक्क पास गर्ने पास गरेपछि ढुक्क साथ तपाईँको फेरि यो खेर जाँदैन है तपाईँहरूको पढेको कुराहरू। जस्तो मानव कम्प्युटर पढेको कुरा तपाईँले कम्प्युटरको मानव प्रिटेस्टको साथीहरूले कम्प्युटर पढ्नु भएको नि अहिले जति पनि कन्सेप्टहरू पढ्नुभयो यो खेर जाँदैन तपाईँले रिटर्नमा काम लाग्छ है। अनि त्यसै गरी आइक्यू म्याथको कुराहरू काम लागिहाल्छ। त्यति त्यसपछि यतातिर के भयो त भन्दा हाम्रो यतातिर शिक्षक सेवाको साथीहरू जति पनि पढ्नुहुन्छ शिक्षाको कुराहरू कम्प्युटर कुराहरू आइसिटी कुराहरू पढ्नुहुन्छ नि तपाईँले शिक्षक सेवाको पहिलो पत्रमा यही कुरा हो तपाईँले लाइसेन्स राम्रोसँग पास गरियो पास राम्रोसँग पढेर पास गरियो भने तपाईँले फर्स्ट पेपर स्वतः पास गर्नुहुन्छ है। किन त्यही कुराहरू आउने त हो फुल कोर्स कभर भइसक्यो हुन्छ यहीँ लाइसेन्सको लागि भए पनि या शिक्षक सेवाको पहिलो पत्रको लागि भए पनि कुरा त्यही हो मजाले पढ्नु दुइटै काम लाग्छ दुइटैमा तपाईँले ऊ हुन्छ दुइटैमा पास भइन्छ है राम्रोसँग पढ्यो भने। ल 4 नम्बरसम्म ल 5 र 6 नम्बरको पनि स्क्रिनसट लिनु ल। दिस के को क्लास छ भन्नुहुन्छ यो के को क्लास हो भन्नुभयो है। अब यो दिस के को क्लास हो मलाई पनि थाहा छैन के को क्लास होला जस्तो लाग्यो तपाईँ के को क्लासमा आउनुभएको थियो त्यही क्लास। ल लाइसेन्स भन्नालाई तपाईँले लाइसेन्स मात्रै पास गर्नलाई के गर्नु पऱ्यो लाइसेन्स भनेको तपाईँ पछि निमावि र मावि दिनेको क्वालिफिकेसन ल्याउनु न मावि र निमावि दिने त हो तपाईँले अन्तिममा लाइसेन्सको लागि त्यही त हो।
सर आइक्यू हुन्छ कि नै ब्याङ्किङको प्रिटेस्टमा भन्नुहुन्छ आइक्यू भनेको त्यही म्याथ खण्डको हुने हो क्या के अरे पर्सेन्टेजहरू रेसियो प्रोपोर्सनहरू टाइम एन्ड वर्कहरू भयो प्रोबेबिलिटी एन्ड स्ट्याटिक सिम्पल इन्ट्रेस्ट र कम्पाउन्ड इन्ट्रेस्टको कुराहरू त्यो चाहिँ हुने हो प्रिटेस्टमा त्यो 10 मार्क्सको हुने हो आइसिटीको हुन्छ अरू जिके हुन्छ अर्को म्यानेजमेन्ट हुन्छ पिएम भन्ने हुन्छ त्यही हो साइट सर टिएससीको अब 2-3 दिन 2 दिन 3 दिन अब 2-3 दिनमा सकिन्छ कोर्स तपाईँहरूको है त त्यसपछि एमसिक्यू क्लास भयो भने एमसिक्यू क्लास हुन्छ होइन भने अघि मैले भनेको युट्युब च्यानल त छँदै त सब्सक्राइब गरेर राख्नु न त्यसमा तपाईँको एमसिक्यू स्टडी पेपर छँदैछ यसो गरेर भिडियोहरू हेर्नु यसमा आइक्यूका भिडियोहरू हालिदिरहेको हुन्छु मैले है शिक्षक सेवाको लागि काम लाग्ने आइक्यू पनि छ त्यसै गरी पिटिएस लाग्ने काम लाग्ने आइक्यूको भिडियोहरू पनि छन् त्यसमा गएर हेर्नु है ल हुन्छ आजलाई यति नै गरौँ है त सर पिटिएसको लागि कुन राइटरको बुक राम्रो हुन्छ भनिदिनु जुनसुकै एउटा कुनै एउटाको लाउनु यही लाउनुपर्छ भन्ने छैन आफूलाई रेफरेन्सको लागि जुन बुक लाग्दा पनि हुन्छ यही लाउनुपर्छ भन्ने छैन है त 6 to 7 7 to 8 टाइममा हुँदैन भन्नुहुन्छ क्लास अब 2 दिन त हो 2 दिन पछि पर्खिनु अब त्यो पछिल्लो टाइम पछि अर्को सेसनको टाइम कतिखेर हुन्छ फिक्स छैन टाइम चेन्ज हुन्छ अलिअलि यताउता कहिलेकाहीँ क्लास नमिलेको बेला तपाईँहरूको क्लास जुदेको केसमा ल ल हुन्छ प्रिटेस्टका साथीहरू ल सबैजनालाई धन्यवाद अब हामी रिटर्न क्लासमा तपाईँहरूको कम्प्युटर क्लासमा प्रिटेस्ट पास गर्नुभएछ भने प्रिटेस्ट लागि मात्रै पढ्नु भएको साथीहरू हुन्छ नि त प्रिटेस्टसम्म मात्रै होला यात्रा हाम्रो डेट भनेको होइन फुल कोर्सको पैसा तिर्नु भएको छ फुल कोर्सको लागि हो भने त हामी फेरि ब्याङ्किङको रिटर्न म्याथ रिटर्न कम्प्युटर क्लासमा फेरि भेट्नेछौँ है त र यो कुराहरू यो पढेको कुराहरू तपाईँ खेर जाँदैन त्यहाँ पनि काम लाग्छ टर्मिनोलोजीहरू सजिलो हुन्छ त्यहाँ रिटर्न पढ्न सजिलो लाग्छ हुन्छ है त ल 11 12को जुम गरिदिनु भन्नुहुन्छ 11 12 ल 11 12को ल 11 12को यहाँ छ ल स्क्रिनसट लिनु गल्तीहरू जुम भयो क्या यो ल भयो है त लाइसेन्स लागि त सबै पढ्नु पर्यो त एजुकेसन पढ्नु पर्यो अलिअलि जिके पढ्नु पर्यो कम्प्युटर पढ्नु पर्यो आइक्यू पढ्नु पर्यो 5 6 मार्क्स 5 6 मार्क्सको सबै नोटमा छ अहिले पढ्नु भएको सबै नोटमा छ हजुर सबै नोटमा छ सबै क्लासमा म्याक्सिमम् कुराहरू क्लासमै गरेँ होइन रिटर्नको बेलुका अहिले 5 to 6 5 to 6 भइरहेको त कम्प्युटर क्लास रिटर्न क्लास 5 to 6 PM भइरहेको रिटर्न कम्प्युटर क्लास रिटर्न कम्प्युटर क्लास 5 to 6 इभिनिङमा ल हुन्छ आजलाई यति नै गरेँ क्युआरबाट यो सफ्टवेयर काम गरेर राख्ने ल्यापटपले फेरि यो डिजिटल बोर्डको भर्खर जोइन गरेको कोर्स कम्प्लिट हुन्छ मजाले हुन्छ टेन्सन लिनु पर्दैन 10 15 दिनपछि या अब लगभग 1 महिनाभित्र तपाईँको फेरि कोर्स रिपिट भइहाल्छ होइन अहिले तपाईँले अब केही दिन केही क्लासहरू गराउनुहुन्छ होला सरहरूले त्यसपछि फेरि म आइहाल्छु है ल लाइसेन्समा जिके छैन लाइसेन्समा जिके छैन के अरे होइन शिक्षक सेवाको ल सर पिटेसको इक्जाम कहिले हुन्छ पिटेसको इक्जाम भदौको लास्ट असोजको पहिलो हप्ता असोजको पहिलो हप्ता दोस्रो हप्तासम्म भइहाल्छ है अघिल्लो वर्ष त्यही हो, दोस्रो हप्ता भए अब त्यस्तै हो असोजसम्म हुन्छ भने के अरे भदौको लास्टसम्म हुन्छ भनेर माइन्ड मेकअप गरेर राख्नु है त भदौ महिनाको लास्टसम्म हजुर तपाईँलाई इन्फर्म हुन्छ भोलि पर्सि अब तपाईँको यो पिटेसको साथीहरूको पनि केही क्लास हुने भएछ भने है फेरि सूचना आउँछ है तपाईँहरूको ग्रुपमा पनि सूचना आउँछ पिटेसमा आइक्यू के हुन्छ भन्नुहोस् पिटेसमा आइक्यू भनेको त्यही हो टाइम एन्ड वर्क पर्सेन्टेज प्रफिट लस रेसियो एन्ड प्रोपोर्सन एभरेज होइन त्यसै गरी अर्को के छ एभरेज पछि के छ अर्को भनेको फ्रेक्सन एन्ड डेसिमल होला